हेलो नमस्ते आज पनि फेरि अर्को मुखबाङ लिएर आएको छु म नाच्ने ल मेरो बहिनीहरू आउनुभएको छ है। त्यसपछि आज हाम्रो खानामा रहेको छ दाल अचार भात सलाद अनि चिसो बिउ रहेको छ है। हामी खानेछौँ। ल सुरु गरौँ ल। म बहिनीलाई यो दिन्छु ल। नै 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 म गर्दैन, त्यो राम्रो भइरहेको। सुहाना तिमीले यो हातले मुछ न सबै। अघि मैले मुछाएको थिएँ, फेरि मैले हातले चाहिँ मुछाएको छैन, यो यसले मुछाएको थिएँ। सबै मुछ्दै कहाँ राखिरहेको छु फेरि अर्को थालमा। ल खाऊँ खाऊँ खाऊँ। ल फर्स्ट बाइट खाएँ ल। अघि भर्खर स्कुलबाट आएर खाजा खानु भएको थियो। सुरु गरौँ खै त खाइदिएर राख ल, सुरु गरिसक्यो। राख न, राख न, कुन कुन मनपर्छ त्यो छानेर राख। अनि त्यसपछि मलाई ठुल्ठुलो मैले बनाएको पिस दाल सलाद राख त दुईटैमा। अनि दुईवटा मात्रै किन राखेको? म चाहिँ चिकन विङ्स खान्छु है। कस्तो तिमीलाई हड्डीवाला मनपर्छ कि मासुवाला? अलि हड्डी पनि के हुँदैन, अरू बहिनीहरू हुनुहुन्छ नि यता। टिस्यु पेपर यसो पास गरिदिनुहुन्छ कि क्यामेराम्यानजी? भात सेलाएर पनि अरक्ख भइसक्यो के गर्दा गर्दा। सबै पिरो छ है। पिरोको कसलाई मन पर्दैन? सब पिरो मलाई त मनपर्छ। रमिला अलि एक्टिभ भएर खानु। यो झन् कतै पिरो रहेछ अचार त है। हरियो खोर्सानी नि अरू खुर्सानी पनि अनि सुकेको खुर्सानी पनि मैले पिसेर राखिदिएको थिएँ कि अलिअलि भुटेर। मिठो मिठो भइरहेको हो साँच्चै कि अलिअलि? साँच्चै। यसरी हो त भन्ने बिर्स्यो। यो त मैले ठुल्ठुलो पिसमा चिकनलाई साँधेर बनाएको छ। छोइला भने पनि हुन्छ, तर छोइला होइन, यो साँधेको। स्पाइसी मिठो छ। यहाँबाट थाहा भएन सुहाना रमिला बहिनी सब सघाउनुपर्छ होला अगाडि भएको। तर अचार यति पिरो हुन्छ भने सोचेको थिएन, लास्टै पिरो रहेछ।
धेरै मिठो लाग्यो मिठो भएर आउनु म त अघि भर्खर पनि खाएको थिएँ क्या सरसँगै टिस्यु पेपर खानु मैले यस्तो पिरो बनाउँछु त सोचेको थिएन तर यो खुर्सानी नयाँ खुर्सानी हो पिरो तर रहेछ मिठो हो स्वानालाई त मनपर्छ मैले बनाएको मलाई थाहा म सब मनपर्छ पिरो खान्छु अरू बहिनीहरूलाई चाहिँ मलाई थाहा छैन त्यही भएर एकदम मिठो भयो लास्टै मिठो भयो त्यहाँ यहाँ पनि छ है अचार पिरोको त कुरै छोरा बाबा त्यो पिरो हदको पिरो छ थपाउनु त तपाईँको हातमा जादु छ के जादु हुनु पिरोको जादु त छ अरू जादु त छैन तर मिठो भयो पिरो त होला सर खानुहुन्छ अघि भर्खर खाएको के दुईजना सरलाई त भोक लागिहाल्छ नि फेरि धेरै मिठो छ गाइस अलिअलि आवाज निस्किरहेको छ गाइस मलाई चाहिँ पखेटा मनपर्छ मैले मासु किन्दा पखेरै किन्छ
आज त मलाई पनि डेन्जर पिरो भइरहेको अचारमा पिरो भएन अचारमा पनि पिरो खा त्यसो त भात Sebenarnya semua sejarah ini ada Muslim. Karena मलाई त मलाई अलिक खाएको मन सक्दैन होला फेरि आफ्नो सबैलाई पनि दुईजनाले पनि अचार त्यहाँ पनि छ है भित्र पनि छ Jangan dah tayo. Dah. Questa la cava. बिर्सिन्छ त खानु के गर्नु खाने बिर्सिन्छ यो Mana? आज त सुपर पिरो छ यस्तो पिरो खाने मलाई त पिरो भइरहेको 10-12 खुर्सानी खाने मान्छे त्यही पनि अकबरे आज त पिरो अझै मन पर्छ होइन अझै हाल्छु ya त्यसो Bila भात हाल्नु सही सुहाना बुला जग्गामा छ है त लैजाउनु पिरोले बोल्नै सकेको छैन सच्ची हो कस्तो पिरो भयो सजिलो पिरो भएन यो यसमा पनि कस्तो पिरो भएर छ या अन्त नआउने नि रातैदेखि रातै मिक्स अचार
गाह्रो भयो गाह्रो भयो खुर्सानी खानु भयो होइन खुर्सानी खाएकै छैन मैले त्यही अचारमा अनि मासुमा त्यही मोलेर राखेको नि त्यसले नै ठुलो मलाई चल्न भयो मैले दुईवटा खुर्सानी पऱ्यो अरे खाइदिएको भयो अचार र सानो सानो तर म भनौँ डेन्जर रहेछ रमाइलो बहिनी मैले खाएँ एउटा छोटो छोटो घुमाइदिनु न सरी ब्युटिफुल बहिनीहरूलाई पनि देखाइदिनुहोस् हेलो गाइस हामी आज आयौँ हामी त सकिने बेलामा नटेर हो क्यामेराबाट नटेर हो यम्मी यम्मी ल हामी बिस्तारै खाँदै गर्छौँ साथीहरू तपाईँहरू हेरेर इन्जोय गर्नु होला बाई